ल गाइस आज चाहिँ हामी फेरि सङ्गमातिर लाग्यौँ। बेङ्गलोरबाट 100 किलोमिटरको अन्तरमा एउटा सङ्गमा भन्ने कावेरी रिभरको वाटर सङ्गम छ। त्यहाँ चाहिँ हामी लाग्यो। अब लाग्यो हेरौँ, अहिले लगभग 12 बजे कति बजी पुगिन्छ, 2 घन्टा देखाउँदैछ। सो स्टेडियम मजा छ, जग्गा चाहिँ एकदम नुहाउनु गइँदैछ। हामी चाहिँ एकदम अहिले बेङ्गलोरमा गरम सुरु भयो, यो चाहिँ फेब्रुअरी महिना, दिउँसो अलिक गर्मी हुन्छ। सो हामी चाहिँ इन्जोय गर्न लाग्यो स्टेडियमका हेर्दै गर्नु। यो हाइवे चाहिँ तपाईँको 945 हो, 945 हाइवे हो। यहाँ आइपुग्यो, हाम्रो पार्टीहरू यहाँ छ, साथीहरू। आज हामी जाँदैछौँ सङ्गमा रिभर कावेरीको। यो चाहिँ हाइवे हो, यहाँ चाहिँ टुल गेट लिँदैन हामीलाई। बाइक जुन जति पनि टु विलर छ त्यसलाई चाहिँ फ्री हो। मजा आयो बाटो हिँड्नु। हाम्रो साथीहरू अगाडि जाँदैछन्, साथीहरू जाँदैछन्। कालो पुरा डाउन बाटो छ। यहाँ ब्रेक खुस्क्यो भने कसैको ब्रेक खुस्क्यो भने चाहिँ अलिकति समस्या भन्ने खालको लाग्यो। हामी चाहिँ अहिले जस्ट आइपुगिसक्यौँ यहाँनिर हो। यहाँ चाहिँ स्कुटीहरू बाइकहरूको पार्किङहरू चाहिँ यतै गर्नुपर्ने हुन्छ हो। हामीले चाहिँ पार्किङ गऱ्यौँ अनि सानोतिनो केही सामानहरू लिएर, खानेहरू केही ठन्डा कोल्ड ड्रिङ्कहरू लिएर जानुपर्ने हुन्छ। बाइकहरू उता चाहिँ सेफ छैन अरे, यतै राख्नुपर्ने हुन्छ है गाइस। सो हामी चाहिँ लाग्यौँ, अब यता हिँडेर जानुपर्ने हुन्छ। यो है कावेरी नदी कन्फ्लिक्ट भन्ने जग्गामा आइयो। यहाँ चाहिँ पानी अलिक सुकेको रहेछ, एकदम मजा आउँदैछ। पुरा नुहाइराखेका छन् गाइसहरू। अनि कस्तो लाग्यो तिमीहरूलाई? बढिया, ठिकै छ। पानीको फ्लो कस्तो के छ? ठिकै छ नि? मजै छ, पानी त्यति धेरै पनि छैन, मजा छ। पुरा नुहाइरहेछ है, पुरै छ। हामी चाहिँ म चाहिँ एकदमै अब हामी चाहिँ एकदम अगाडि आइयो। पानी ठिकै छ। यता हाम्रो कस्तो आउँदैछ? मजा नुहाउँदैछ साथी। अब हामी नुहाउने हो, मजा आउँदैछ। अब डुब्की लगाइन्छ गाइस। मानिसहरू नुहाइराखेका छन्। त्यता उता अझै पुरा पानीको उयो रहेछ, मजा छ गाइस। सो आउनु होला तपाईँहरू पनि, मजा छ। कावेरी नदीमा आएर एकदम नुहाउनु सक्नुहुन्छ। अहिले चाहिँ बेङ्गलोरमा अलिक गरम बढ्नु थाल्यो हो। र गाइस मजा आउँदैछ है, मजा एकदम नुहाइँदैछ कावेरी नदीमा। मजा आउँदैछ है। सेम्पू छैन बाबु मेरो लागि? मजा आउँदैछ है गाइस, मजा। यो इन्जोय लिन्छ एकदम तपाईँहरू। कावेरी नदी कन्फ्लिक्ट भन्ने जग्गामा आउनुपर्ने हुन्छ है गाइस। पानी एकदम अहिले चाहिँ सुकेको छ हो, मजा छ, बेसी छैन। तपाईँहरूको घोडा एक कम्मरहरू छ, एकदम मजा छ। बुढी मजा आयो। हामी नुहाउँदैछौँ। हामी नुहाइधुवाइ गरियो, लगभग अहिले 4 बज्यो। हामी चाहिँ अब निक्लेको 2 बजी आइपुगेको थियौँ। 1-2 घन्टा नुहाइधुवाइ गरियो, मजा आयो है। बुढी कस्तो लाग्यो? मजा एकदम दामी, मजा आयो है। एकदम सेटिस्फ्याक्सन भयो गाइस। यहाँ जस्तो आएर एकदम फ्रेस पानी भेट्यो, मजा आयो। गाइसहरूलाई कस्तो लाग्यो? मजा हो। यता हाम्रो गाइसहरूलाई पनि मजा लाग्यो अरे। काकीलाई मजा आयो? दामी, सबैको रिभ्यू चाहिँ दामी लाग्यो। आयो, फ्रीमा नुहाउनु पाइयो, एकदम फ्रेस पानीमा हो, एकदम मजा आयो। तपाईँहरू पनि आउनु होला। यो चाहिँ सङ्गमा रिभर भन्छ कावेरीको। यहाँ आउनु होला, सङ्गमा रिभर कन्फ्लिक्ट भनेर गुगल गर्नु सक्नुहुन्छ। आउनु होला, मजा छ। बेङ्गलोरमा हुनुहुन्छ भने 100 किलोमिटर एराउन्ड छ हो, मजा छ। ल आजको लागि यो ब्लग चाहिँ यतिमै फिनिस गरियो गाइस। बाई, टेक केयर।